हो भन्ने बुझाउनु पर्यो हैन यो स्पेशली हाम्रो मिडियाकर्मी दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई विशेष धन्यवाद हजुरहरूले हजुरहरूको अमूल्य समय दिनुभयो खर्चिनुभयो र हाम्रो कुरालाई दर्शकहरूसम्म पुर्याउने यो बुम र हजुरहरूको क्यामेरा मार्फत पुर्याउने जुन अवसर दिनुभयो त्यसको लागि हामी तोक्मा परिवार तोक्मा टेक्नोलोजी विशेष धन्यवाद व्यक्त गर्दछौँ र विशेष त यो तोक्मा भन्नाले पहिलो कुरो तोक्मा भनेको पहिला ढाकर बोक्दाखेरि एउटा लट्ठी हुन्थ्यो कि जसले चाहिँ त्यो ढाकरलाई फेरि राख्न अनि फेरि उठाउनलाई ब्याक स्टार्ट गर्ने एकजना मान्छे चाहिन्थ्यो नि त धेरै भारी भएर त्यसले गर्दाखेरि त्यो एउटा हाते लट्ठी जस्तो हुन्थ्यो जसले चाहिँ सपोर्टको काम गर्थ्यो क्या पछाडि त्यो तोक्मा भएपछि भारीभन्दा भारी चिज बोकेर धेरै टाढोसम्म पनि जान सकिन्थ्यो त्यसले सपोर्टको काम गर्थ्यो हो त्यही तोक्मालाई त्यही चिज त्यही नाम अहिलेको अब जेनजी हाम्रो युगको भाइ बहिनीहरूले त्यो चिज त कतिले देख्नु पनि भएको छैन थाहा पनि छैन हो त्यो टाइटल त्यो चाहिँ एकदमै हुन्छ नि हामीले बिर्सिँदै गइरहेको त्यो चिजलाई चाहिँ नि विशेष हाम्रो प्रडक्टको नाम राखेर तोक्मा जुन एप लन्च गर्नुभयो यो स्पेसली म ब्रान्डको धेरैवटा ब्रान्डको एम्बेसडर भएँ मेरो लाइफ टाइममा यो चाहिँ म पहिलोचोटि एउटा विचारको एम्बेसडर छु क्या यो तोक्मा एप भनेको चाहिँ एउटा विचार हो हैन र विचारको एम्बेसडर हुँदै गर्दाखेरि मलाई एकदमै धेरैभन्दा धेरै खुसी लागेको छ स्पेसली हाम्रो नेपाली विचार नेपाली माटोको मौलिक विचार मौलिक नाम राखेर जुन उहाँहरूले यो आइडिया म कहाँ लिएर आउनुभयो स्पेसली सञ्चमान राईज्यूले अनि त्यो सुनेपछि मलाई एकदम राम्रो लाग्यो 2018 मै उहाँहरूले कुरा गर्नुभएको थियो र यो त आउनुपर्छ उहाँहरूले पहिला चाहिँ तपाईँको वेबसाइट बनाउने केही एउटा एडमिन लिने के सिस्टमहरू त्यसको प्रोसिजर लामो थियो तर अहिले हाम्रो सागरजी हुनुहुन्छ सागर सुब्बा उहाँ र हाम्रो चाहिँ सञ्चमान राईज्यू मिलेर चाहिँ त्यसलाई अहिले परिमार्जित गरेर अहिलेको टेक्नोलोजी अनुसारको तोक्मा एप भन्ने बनाउनु भयो र त्यो तोक्मा एपले चाहिँ के गर्छ भन्दाखेरि स्पेसली राइड सेयर त भइहाल्यो त्यसको एउटा डायलग एकदम राम्रो सीताजीले भन्नुहुन्छ सीताजी यो अनि हौ यसले चाहिँ के दिन्छ अरे नानी बुवा यसमा त धेरै सुविधाहरू छ नि जस्तै राइड गाइड कम्प्यानियन र सेक्युरिटी गार्डको पनि एकदमै सुविधा छ मात्र तपाईँले मोबाइलमा ट्याप गरे पुग्छ अब ट्याप चाहिँ कसरी गर्नु पर्दो रहेछ त्यो लु गरौँ सिकाइदेऊ त खोल्नु त तपाईँको के खोल्नु भन्छ मोबाइल हो ए अब त्यसो भन् न त अनि मोबाइलमा त सबै अघि नै डाउनलोड गरेर राखिसकेको छु मैले तपाईँको हो र त्यसमा अब तपाईँलाई चाहिने कहाँ बुकिङ गर्ने हो राइड गाइड क्याम्पेनियन सेक्युरिटी गार्ड सबै त्यसमै छ अनि यो पनि गरिराख्नुपर्छ थ्याङ्क यू यो हाम्रो जो अलमोस्ट जी कार्ड पनि छ यसमा जी कार्डले चाहिँ अब यसले चाहिँ के गर्छ अरे नानी जी कार्डले चाहिँ अब पर्सनल र बिजनेस कन्ट्याक्ट इन्फर्मेसन चाहिँ एक्सचेन्ज गर्न चाहिँ एकदमै सजिलो हुन्छ त्यसको लागि चाहिँ ट्याप्प पारे भयो मोबाइलमा एउटा कार्ड हुन्छ अनि त्यो कार्ड चाहिँ त्यो कार्डमा आफ्नो सम्पूर्ण इन्फर्मेसनहरू हुन्छ त्यो इन्फर्मेसन चाहिँ तपाईँले जस्तै पहिला चाहिँ भिजिटिङ कार्ड बोकेर साथीभाइलाई दिँदै लाँदै गयो अनि लास्टमा गएर वालेट पनि पैसाभन्दा बढी भिजिटिङ कार्ड भरिन्थ्यो होइन अहिले चाहिँ त्यो चिजलाई चाहिँ परिमार्जित गर्दै एउटा टेक्नोलोजीले नयाँ तरिका नयाँ आइडियासहित उहाँहरूले जी कार्ड भन्ने लिएर आउनुभएको छ जसमा चाहिँ तपाईँको आफ्नो पर्सनल इन्फर्मेसन अथवा त्यसलाई सेलिब्रिटी कार्ड बनाएर तपाईँको युट्युब तपाईँको च्यानल तपाईँको चाहिँ इन्स्टा अथवा एक्स यो फेसबुक XYZ जे राखे पनि भयो त्यसमा इन्फर्मेसन अनि त्यो इन्फर्मेसन चाहिँ तपाईँले एउटा कार्ड बोकेपछि सपोज तपाईँले हजुरको नम्बर कसरी कन्ट्याक्ट गर्नु होला भने एउटा कार्ड ठक्क निकालेर त्यो फोनमा यसो छुइदियो भने ट्याक्क गर्ने बित्तिकै भइहाल्छ ट्याप्प गर्ने बित्तिकै तपाईँको ट्याप लगाएर हजुर तपाईँको त योभन्दा अगाडि पनि एउटा सायद कि राइडिङ वालै जस्तो लाग्छ मलाई अनलाइन केही भेहिकल युज गर्नेमै तपाईँले एड गर्नुभएको थियो होइन के छ तपाईँलाई त्यही एडहरूले मात्रै तानिरहेको छ कि अनलाइन भेहिकल बढी युज गर्ने भएर कि तपाईँ आफै त्यो चाहिँ अलिकति बुझौँ न त्यो चाहिँ टाइम पनि सक्यो त्यसको र त्यो पनि नेपालकै थियो यो पनि हाम्रो तोक्मा एप पनि नेपालकै प्रडक्ट हो र यसमा चाहिँ 4वटा फिचर छ क्या राइड गाइड अब क्याम्पेनियन र सेक्युरिटी गार्डको पनि यो फिचर चाहिँ नयाँ भएर चाहिँ अब दाइको दिमागले स्क्रिप्टमा
काम गरेको भएर चाहिँ हामीले चाहिँ यसो यसमा गर्न मन लागेको चाहिँ त्यो कारणले हो खासमा चाहिँ कतिको अनलाइन लाइक भेहिकलहरू ट्रान्सपोर्ट युज गर्नुहुन्छ तपाईँले कतिको सहज लागिरहेको थियो त्यो अहिले होइन अब यो चाहिँ कतिको अब सहज होला भन्ने सोचिरहनु भएको छ त यो चाहिँ अब 2-3 वर्षकै प्लानिङ दाइकोबाट सुनेको छु भने 2-3 वर्षकै प्लानिङमा चाहिँ बनेको छ अरे होइन अब यो चाहिँ लङ टर्म जान्छ जस्तो लागिरहेछ मलाई अब विदेशी भन्दा अब नेपाललाई माया गरौँ नेपालको प्रडक्टलाई माया गरौँ भन्छु म चाहिँ होइन सीताजीले चाहिँ सुरुमा राइडकै लागि एलएसटीलाई किन चुज गर्नुभयो राइडको लागि अब यस्तो भयो के कस्तो भएको थियो भन्नु क्वेसन अलिक क्लियर भएन कि हामीले त्यहाँ एड देख्न सक्छौँ नि त होइन त्यसको लागि फर्स्टमा उहाँलाई चुज मैले चुज गर्ने होइन नि त कस्टमरले चुज गर्ने हो नि त हामीलाई के हो तपाईँले सीताजीलाई चुज गर्नुको कारण के हो खै दाइले अब सीता छ भन्नुभयो मैले हुन्छ भन्ने विशेष गरी यहाँ चाहिँ फिमेल राइडर्सहरू पनि पाउन सकिन्छ भन्ने कुरा एउटा मेसेज आयो होइन त अब तपाईँ आफैले चाहिँ हुन्छ नि अब म्युजिक मतलब के अरे एन्टरटेनमेन्ट फिल्डमा नआउनु भएको भए यो टोकमामा चाहिँ काम गर्नुहुन्थ्यो कि हुँदैन थियो त्यो सुनौँ न त कति छ त कमाइ धमाइ के तपाईँको अब ऋण माग्नुहुन्छ भने म कमाउँदिनँ म भोका हो चल्न ओर्न होइन यस्तो अलिअलि त पुगिहाल्छ राम्रै छ भन्नुपर्छ नि त त्यो त फिल्म स्टेज सोहरू गरेर पनि भुकाइ हो होइन खर्च धेरै हुन्छ नि त के कुरामा चाहिँ खर्च हुँदो रहेछ त यो अनलाइन ट्रान्सपोर्टमै बढी खर्च हुन्छ कि के छ त्यो बुझौँ न त त्यसमा अब त्यस्तो अरूको कुरा काट्न मिल्दैन तर खर्च धेरै हुन्छ यसबाट अलिक कम हुन्छ कि भन्ने हाम्रो अपेक्षा हो हाम्रो तोकमाबाट सो दाइलाई पनि सोधौँ न होइन कतिको अनलाइन ट्रान्सपोर्टहरू युज गर्नुहुन्छ तपाईँले म एकदमै धेरै युज गर्छु मेरो एउटा कस्तो बानी छ भने म प्राय गरेर हिँड्छु होइन अनि म एकदमै हिँडिरहेको हुन्छु एउटा ब्याग सानो झोला बोक्ने पानी बोक्ने एउटा छाता अनि त्यसपछि एक दुईवटा स्याउहरू बोकेर हिँडिरहेको हुन्छु मलाई त्यो हिँड्न एकदम रमाइलो लाग्छ अनि त्यो हिँड्दै गर्दाखेरि कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने आफू हिँडेर पुग्नलाई अलिक समय लाग्न सक्छ अनि अलिकति के हुन्छ अनि त्यति बेला चाहिँ आज अहिले त कस्तो भएछ नि साथीभाइहरूलाई सजिलै पनि चिनिँदो रहेछ कि होइन अब त्यो सजिलो चिनिने बित्तिकै हामीले इजिली त्यहाँ जाने हो भन्न पनि त्यो पनि छ अनि त्यसले गर्दा एकदमै धेरै ठाउँमा त्यो पार्किङको पनि समस्या हुन्छ अनि पार्किङको समस्या दाइहरूको त गाडी छ होइन अनि पार्किङको समस्या हुन्छ होला नि त राईको छोरो हो तर मलाई चाहिँ त्यो चल्दैन अनि अलि अर्कै टाइपको पऱ्यो अनि यो जी कार्ड भनेको चाहिँ यो उहाँले यस सम्बन्धी बुझाइदिनु न च्यापलाएर आइफोन कसको छ मेरो त एन्ड्रोइड हो एन्ड्रोइडलाई चाहिँ यहाँ तल स्क्यान गऱ्यो भने यहाँ लिङ्क आउँछ होइन यसको अनि आइफोनमा चाहिँ माथिबाट यता स्क्रिन है अनि यसमा चाहिँ अब यो हो होइन यो हो जी कार्ड अब जी भन्नाले जिन्जी अहिलेको अब सबैजनालाई ऊ छ अनि यसमा चाहिँ हामीले आफ्नो पर्सनल इन्फर्मेसन्सहरू डाइरेक्ट आफैले गर्न मिल्छ यो कार्डको सिस्टममा गएपछि अनि यसलाई स्क्यान गर्नु परेन खालि टच मात्रै गर्ने एन्ड्रोइडलाई माथि आइफोनलाई तलपट्टिबाट त्यसरी मिलाएको छ त्यहाँ भएपछि तपाईँले यसमा आफ्नो पर्सनल इन्फर्मेसन्स फोन नम्बर घर नम्बर सबै चिज राख्न पाइयो गाडी नम्बर कहाँ जान्छु के छ सबै राख्न पाइयो र जस्तै अब हामी छुट्ने बेला भइहाल्यो नम्बर चाहिँ दिनु त सर भन्दा एकछिन है अब त नम्बर एकछिन है भन्नु परेन क्या त्यो फोन निकाल्नु अनि ट्याप पारेर अनि ल है हस् च्यापो यो हो यो कार्ड चाहिँ कहाँ प्रोभाइड हुन्छ यो कार्ड चाहिँ हाम्रो यही तोकमा टेक्नोलोजीमै पनि तपाईँहरूलाई होम डेलिभरी पनि हुन्छ र तोकमा टेक्नोलोजीको राइडर्सहरूलाई पनि उहाँहरूलाई पनि यो प्रोभाइड गरिन्छ उहाँहरूले पनि यसबाट चाहिँ आफ्नो छुट्टै किसिमको आय आर्जन गर्न सक्नुहुन्छ यो हामी त्यसरी यसलाई लिएर जाँदैछौँ यो सर्भिस दिइरहनु भएको छ सिक्युरिटीको पनि भनेर होइन सिक्युरिटीको कुन माध्यमबाट कसरी के त्यो पनि अलिकति बुझौँ न यो चाहिँ सिक्युरिटी एजेन्सीहरूसँग हाम्रो पर्सनल यो विशेष त तपाईँले एकदमै राम्रो क्वेसन गर्नुभयो विशेष त सेलिब्रिटिजहरू आउँदाखेरि होइन अब कति त हाइफाई सेलिब्रिटिजहरू सोजको लागि आउँदा चाहिँ अर्गनाइजरले सबै अर्गनाइज गरिदिन्छ तर यहाँ हामीले कति देखेको छौँ हाम्रै सर्कलको साथीभाइहरू पनि बलिउड या हलिउडको कोही आउँदाखेरि उहाँहरू पर्सनली आउँदै गर्दा ठ्याक्क हल्ला हुन्छ अथवा के हुन्छ त्यति बेला उहाँहरूले हायर गर्नलाई विदेशमा त एकदम धेरै छ नेपालमा त्यो एकदम कम छ क्या जस्तै आवरली या फर 2 days या 7 hours मलाई होटलदेखि त्यहाँसम्म भन्ने
त्यो सर्भिस चाहिँ हामी सेक्युरिटी एजेन्सीसँग हामीले यो तोक्मा टेक्नोलोजीले चाहिँ तपाईँहरूलाई सजिलो बनाइदिन्छ चाहिँ कुनै एउटा सेलिब्रिटी या कोही एउटा मान्छे जो आउँदै हुनुहुन्छ उहाँलाई चाहियो भनेदेखि हजुरहरूले सेक्युरिटी कम्पनी या कहाँ के एजेन्सी केही गर्नु परेन तोक्मा एपमा गएर खालि सेक्युरिटी फर द यति आवर्स यो होटलमा यो इभेन्ट यतिको लागि हामीलाई होटलबाट यहाँसम्म एयरपोर्टसम्म भनेर त्यहाँ चाहिँ कोड गरेर लेख्न मिल्छ र त्यसको प्राइस पहिले आउँछ सबै चिज इजी हुन्छ त्यो त नेपालकै पहिलो होला है सायद हजुर नेपालको पहिलो हजुर फर्स्ट हो पहिलो अनि केयर गिभर पनि छ हजुरहरूको घरमा चाहिँ नि अब अहिले विशेष त सहरमा हाम्रो बुवा आमाहरू मात्रै घरमा कति बस्नुहुन्छ उहाँहरूलाई केही भयो समस्या पऱ्यो भने विदेशमाबाट साथीभाइले फोन गरेर साथीभाइलाई भनेर अनि साथीभाइ गइदिनुपर्छ कि तर त्यसको लागि अब केही परेन मेरो बुवा या आमा हुनुहुन्छ तपाईँले गएर घर नम्बर यति हो त्यहाँ गएर 2 घन्टा उहाँको यो औषधिको यो चिज हेरिदिनु होला हजुरले त्यो के हुन्छ हस्पिटल लानुपर्ने हुन्छ अथवा दबाई के गर्नुपर्छ डक्टरसँग तपाईँले कन्सल्ट गरिदिनु होला भन्यो भने त्यो पनि सेवा उपलब्ध गराएको छ किनभने अहिले त्यो चाहिँ एकदमै आवश्यकता छ के बुवा आमाहरू एकदमै एक्लै हुनुहुन्छ घरमा अनि उहाँहरूलाई चाहिँ के भइरहेछ कस्तो हामीले घरमा काम गर्ने मान्छे अथवा घरमा चाहिँ सहयोगीहरू चाहिँ कसैको माध्यमबाट मगाउन सक्यो केहीबाट गर्न सक्यो तर यो चाहिँ घरमा गएर सर्भिस दिने चाहिँ एकदमै कम हुन्छ नि त नर्स या त चाहिँ हेल्पर डक्टर यो पनि हाम्रो सुविधा हाम्रोमा उपलब्ध छ एलएससी तोक्मा राइडमा होइन सबभन्दा पहिला कसलाई राख्न मन छ अभियसली गर्लफ्रेन्ड कि सीताजीलाई होइन अब पाए सीतालाई पाए गर्लफ्रेन्डलाई भएको सबैलाई राख्ने हो नि होइन त्यही पनि सुरुमा चाहिँ कसलाई राखेर घुमाउनु सुरुमा त केटीलाई राख्ने हो केटीमा को अब यहाँ त सीताजी नै हुनुहुन्छ म त राइडर हो नि अब उहाँ तपाईँको लागि उहाँ राइडर बन्ने रे नि त तोकमा राइडर बन्ने भयो ल सीताजी तपाईँको लागि एलएससी राइडर बन्ने रे बन्छु तपाईँ आफै राइडर भएर चाहिँ अरूले राइड गरेको बाइकमा बस्नु रेडी कि नरेडी त एलएससीले अझ स्पेसल झन् आरामले बस्नु पाइन्छ बस्दिउँला नि कहाँ जाने हो त अब राइड गरेर 2 जना त्यहीमाथि तोकमा राइडमा त घुमाउने पनि यस्तो छ हाम्रो कस्तो छ कहिले रे हाम्रो तीजमा चाहिँ माग्ने राजा रिलिज हुँदैछ मुभी हेर्न जाने हो हामी 3 जाउँ ए हाम्री बाउनी कति कुरा आउने तपाईले कम सोच्नु भएको कडा उहाँ त मलाई थ्याङ्क यू यार धेरै चिजमा उहाँलाई हाम्रो त्यहाँको दाइ ट्याकल आएर त्यहाँ पनि छ अब माग्ने राजाका सबैलाई तोक्मामा राखेर लिएर जाने होला नि त हो मुभी हेर्न हो तर यो तोक्मा एप तपाईँबाट नै प्रेरित भए जस्तो छ के तक्मे बाजेबाट त्यस्तो सुनिन्छ अब तकमा भनेको चाहिँ गर्वले तपाईँको चाहिँ कामले छातीमा लाउने होइन तपाईँको अचिभमेन्ट हो ले सम्मानपूर्वक छातीमा लाउन पाउने तकमा भनेको चाहिँ तपाईँलाई सहज गराउने तपाईँको भारीलाई होइन रियालिटीमा पनि तपाईँको भारी तपाईँको डोकोलाई सहज गराउने हो होइन त्यसरी नै यो अहिले टेक्निकल वेमा टेक्निकल टर्म्समा चाहिँ तपाईँहरूको दिनचर्यालाई सहज बनाउनको लागि यो तकमा तपाईँहरूलाई काहीँ केही चिज चाहिँ पुर्याउनलाई आफ्नो केही कुराहरू या आफ्नो अभिभावकहरूलाई सिक्युरिटीको लागि सहज गराउने तकमा त्यही भएर तोकमा र तकमा 2 फरक छ तर कस्तो भने दुवै हाम्रो जीवनमा चाहिरहने र पाइरहने कुराहरू सीताजीलाई चाहिँ के बढी चाहिन्छ होला अब तोकमा कि तकमा मलाई हजुर अब सिचुएसन हेर्नु हुन्छ हैन अहिलेको सिचुएसनमा के चाहिन्छ अहिले सबैले यति माया गरेर हैन तकमा नै लगाइदिनु भएको छ अब घर जाँदाखेरि अहिले तोकमा चाहिन्छ भनेपछि तकमा लाएर तोकमामा चढेर जाने हो यता एलएससीलाई के बढी इम्पोर्टेन्ट जस्तो लाग्छ तोकमा कि तकमा दुईटै ठिक हो दुईटै ठिक छ नि होइन इम्पोर्टेन्ट चाहिँ के छ यता हेरेर बोल्नु इम्पोर्टेन्स अब खै अब दुईटै ठिक लाग्छ मलाई त
किन आज एलिसी किन लजाउनु भयो हाम्रो सीताजीलाई देखेर हो कि के हो यस्तो लजाउने मान्छे त होइन त लजाउनु पर्ने डराउनु पर्ने डराएको हो लजाउनु भएको हो कि डराउनु भएको हो खै अलिअलि लजाएको पनि छु अलिअलि डराएको पनि छु है होइन उहाँले प्लान गर्दै हुनुहुन्छ भित्रभित्र कसरी प्र्याङ्क गरौँ भनेर होइन अरूभन्दा त भोक पनि लागेको छ क्या भोक पनि लागेको छ भोकाएको पनि छु प्र्याङ्क त होइन नि यो होइन सीताजी केही खानको लागि मिल्छ हजुर खानको लागि केही मिल्छ एलिसीलाई भोक लाग्यो एलिसीलाई हजुर के खान्छ अब हरेस नखाऊ जिल खानुपर्छ करियर राम्रो हुँदै गएपछि ब्याक टु ब्याक मुभी गरेर जिल खाउनुपर्छ अर्को पनि खानु मिल्छ हिट खानु मिल्छ हिट खानुपर्छ ओके यही खाँदै खाँदै जानुहोस् र तोक्माको लागि धेरै 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 शुभकामना सधैँ तपाईँहरू सम्पूर्णलाई र थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद हाम्रो कुरा हजुरहरू मार्फत राख्ने मौका दिनुभयो र समयको लागि हजुरहरूको यो अमूल्य समय दिएर यहाँसम्म आइदिनु भयो र हाम्रो कुरा चाहिँ दर्शकहरूसँग पुऱ्याइदिनु भयो वन्स अगेन सबै हाम्रो मिडियाकर्मी दाजुभाइ साथीभाइलाई थ्याङ्क यू तोक्मा एप डाउनलोड गर्नुहोला अनि तोक्मा एप मार्फत सेवा लिनुहोला के लाग्छ कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला त्यहीँ पनि कमेन्ट छ नत्र हामीलाई पनि हाम्रो साइडमा आएर कमेन्ट गरे हुन्छ थ्याङ्क यू सो मच सेवा